साथीहरु फेरि म चाहिँ मकै लिएर बसिरहेको छु खानुको लागि। चाहिँ एकदम दामी है, भर्खर पोलेर निकालेको कि दामी टेस्टी। तपाईहरुलाई खाएर देखाउने छु। तपाईहरुको गाउँतिर त यति कति जग्गातिर त मकैहरु सुकि पनि सक्यो होला हैन, सुक्दै होला। हाम्रो गाउँमा चाहिँ भर्खरै हुँदैछ यतिको। त्यो छिट्टो छरेको छ भने मात्रै साथीहरु यस्तो यतिको खानु पाउँछ। टाइममा अब त्यो श्री पञ्चमीहरु भन्ने हुन्छ नि, त्यति बेला छर्यो भने चाहिँ यतिको हुन्छ। अब पहेँलोहरु पनि लाग्दै गरेको हुन्छ कोही कोही। अब श्री पञ्चमीमा छरेन, त्योभन्दा निकै पछाडि छर्यो भने चाहिँ यतिको हुँदैन साथीहरु, अलिक किलिलै हुन्छ। पोल्दाखेरि पुरा रानी केप जस्तो पड्किने हुन्छ। यिनीहरु पनि पड्किन्छ तर यो अलिकति छिपटे भएको, यो चाहिँ छिटो रोक्नुले गर्दा। हामी बसेको जग्गा चाहिँ साथीहरु औल भन्ने औल पनि होइन, लेक भन्ने लेक पनि होइन, ठिक्कैको जग्गा हो। मजाले जाँगर चलायो भने साथीहरु पहेँली दाल पनि फल्छ, काली दाल पनि फल्छ, सबै फल्छ। बदमहरु सबै फल्छ। काजु बदम चाहिँ फल्छ फल्दैन याद भएन हो। यसो यो उक्काइ खाने बदम हुन्छ नि रातो, अब त्यस्तो बदमहरु पनि फल्छ हो, मजाले फल्छ। चाना दालहरु सबै फल्छ यता। मुसुरी दालहरु चाहिँ छरै भएको छैन, हुन्छ हुँदैन, हुन्छ होला चाना दाल भएको हिसाबमा त त्यस्तो हुन्छ कि साथीहरु। मिठास जिन्दगी जिन्दगीमा नि साथीहरु हुन्छ, तपाईहरुलाई पनि यो कुरा त थाहा छ भए पनि अब भनेको जस कहिले मकै कहिले मकैको ढेँडोमा, कहिले कोदोको ढेँडोमा त्यस्तोहरु खुवाइ हुन्छ, कहिले के हुन्छ त्यस्तो हुन्छ साथीहरु। ल साथीहरु सबैजनालाई नमस्ते अनि बाइ बाइ।